मन्थमा एउटा जुन पोजिसन छ त्यो पोजिसन एचिभ गरेर र उहाँले आफ्नो नाम लकी ड्रमा जहाँ भनेको तपाईको थाइल्यान्ड टुर मान्छेहरुको विचारमा र मान्छेहरुको सोचमा के आउँछ भन्दाखेरि चाहिँ विदेश भन्ने बित्तिकै खाली कमाउनको लागि रोजगारीको लागि जानुपर्छ भन्ने सोच बनाइरहेको छ भने यस वाइबी ट्रेड नेपालले चाहिँ त्यो चीज मात्र हैन। यस वाइबी ट्रेड नेपालले चाहिँ बरु विदेश भन्ने बित्तिकै चाहिँ हामी इन्जोय गर्नको लागि घुम्नको लागि र रमाउनको लागि चाहिँ हामी जान्छौँ भन्ने कुरालाई एउटा प्रुफ गर्नको लागि चाहिँ हामीले यो थाइल्यान्ड टुर हामीले चाहिँ एनाउन्स गरेको छौँ र आशा छ हाम्रो मिसहरू र हाम्रो सरहरू एकदमै तयारी अवस्थामा हुनुहुन्छ। कतिको एक्साइटेड हुनुहुन्छ मिस हजुर? ओके, आज चाहिँ यहाँनिर है एकदमै बवाल नै हुनेवाला छ। यहाँनिर हेर्नु पर्दाखेरि चाहिँ जेन्ट्सको रेसियोमा हेर्ने हो भने जम्मा 2 जना मात्र देखेको छु र लेडिजको रेसियोमा चाहिँ धेरै नै हुनुहुँदो रहेछ। र हेरौँ आज चाहिँ यहाँनिर चाहिँ के हुनेवाला छ भनेर है। सो आर यु गाइज रेडी? खै मैले आवाजै सुनिन। आर यु गाइज रेडी? कतिको रेडी हुन्छ यतातिर हेरौँ त। आर यु गाइज रेडी? यता अलिकति केही सुन्यो है, यतापट्टि सुन्नु होइन। आर यु गाइज रेडी? यता चाहिँ के हुनेवाला रहेछ? ल अब फेरि यता सुनौँ त त्यसको। आर यु गाइज रेडी? ल ओके, रेडी भयो? ओके, यहाँनिर चाहिँ फर्स्ट अफ अल यहाँनिर के गर्न लागेको छ भन्दाखेरि कुनै पनि कुराहरू हामी झेल्ली नगराइकन है यहाँनिर चाहिँ हामी के गराउँछौँ भन्दाखेरि फर्स्ट अफ अल यो बट्टामा केही काउन्टिङ नम्बरहरू राख्छौँ। बुझ्नुभयो? यहाँनिर काउन्टिङ नम्बर राख्छु र त्यो काउन्टिङ नम्बर के को लागि भन्दाखेरि चाहिँ है यहाँनिर जति पनि नम्बरहरू आउँछ त्यो नम्बर मिसले 2 जना 1 जनाले मात्र यहाँनिर चाहिँ थाइल्यान्ड टुर एचिभ गर्नुहुनेछ है। बुझ्नुभयो? ओके, यहाँ रेडी भइसक्यो हो? खोइ त ल मेरो हातमा यहाँ नम्बर आइसकेको छ र यहाँनिर चाहिँ फर्स्ट अफ अल चाहिँ कसले चाहिँ पहिला झिक्ने भन्ने कुराको लागि चाहिँ यहाँनिर चाहिँ रेसियो काउन्टिङको लागि मैले यहाँनिर चाहिँ लिएको छु है। हेरौँ है त यताबाट हाम्रो मिस एउटा मात्र निकाल्नुहोस् है, धेरै ननिकाल्नुहोस्। ओके, प्लिज हाम्रो सुरेश सरको लागि जोरदार ताली है। उहाँले चाहिँ मलाई एकदमै विशेष रूपमा एकदमै मद्दत गरिरहनु भएको छ। यतापट्टि साइडमा हाम्रो रमन सर हुनुहुन्छ, उहाँले पनि मलाई एकदम मद्दत गरिरहनु भएको छ। प्लिज रमन सरको लागि पनि जोरदार ताली है। कतिको मुटु ढुकढुक भइरहेछ? मेरो त एकदम मुटु ढुकढुक भइरहेछ है। यहाँनिर कसले गर्ने हो?